बिहान बेलुकीको छाक टार्न नसकेका परिवारहरूलाई घरमा चुलो नबलेका हरूको घरमा चुलो बाल्नको लागि कसरी अगाडि बढ्नुहुन्छ त अब यही भिडियोको उबाट चाहिँ मिडियाबाट भिडियोको क्लिपबाट चाहिँ हेरेर सरकारले सुनिदियोस् भन्ने विश्वास लिन चाहन्छु र यो चेपाङ समुदायलाई सानो मनले हेरेको छ सरकारले। सरकार भए जस्तै महसुस छैन मलाई। सरकार कहाँ छ सरकार को सरकार भन्ने थाहा छैन सर। विकास सरकार भने विकास हुन्थ्यो नि। चेपाङ समुदायको चाहिँ परिवर्तन हुन्थ्यो जीवनस्तर, बाटोघाटो। बिरामी बोकेर 10 किलोमिटर 12 किलोमिटर बाटोघाटो बोकेर बिरामी लानुपर्छ। गर्भवती महिला बाबु नानीहरू लिएर बोक्नुपर्छ। म आफै चाहिँ भरतपुर हस्पिटल लिएर भर्ना गर्नुपर्छ। यो फल्ना नम्बरमा जाऊ, यो फल्ना नम्बरमा जानु, यति नम्बरमा जानु भन्छन् स्पेसियलिस्ट डाक्टरहरूले। त्यो नम्बरै चिन्ने समुदाय छैन।